आज हाम्रो स्कुलमा महावीर पुन आउनु भएको छ अनि हामी चाहिँ भेट्न जाँदैछौँ है। अनि यता तुलासा म अरू सबै गर्छन्। अनम पराजुली है, अनम पराजुली किताब लिएर आइसकेको। अब किताब किन्ने हो अरे नि त, किताब किन्नु रेडी हो अब तिमीहरू किनेको ए हो र आज कति धेरैले किन्छन्। सामने बसेर गर्न जरुरी छ। परिकल्पना गर्ने राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक परिकल्पनाकार आदरणीय श्रद्धेय मञ्चमा आएर आफ्ना केही सार्वजनिक भनाइ राखिदिनु हुन हार्दिक विनम्र भाइ-बहिनीहरू, छोटो समयमा छोटो कुरा सुन, धेरै लामो कुरा गर्दिनँ। आज परिचय गर्छु र तिमीहरूलाई एउटा निम्ता दिन्छु। अनि त मैले दिएको निम्तालाई सम्झेर भविष्यमा के गर्नुपर्ने कुरा हो त्यो पनि भन्छु म है। पहिला महावीर कुन भनेर सरले के पनि भन्नुभयो मेरो बारेमा, कस्तो मान्छे के मान्छे होइन भनेर पनि भन्नुभयो। नाम त थाहा भयो। अनि मेरो घर म्याग्दी जिल्ला हो। म्याग्दी जिल्ला भनेको अब दुर्गम जिल्ला हो, पश्चिममा पर्छ। पश्चिममा पर्छ, दुर्गम जिल्ला हो, हिमाली जिल्ला हो। भनेको हिमाल भएको जिल्ला हो, हिमाल धेरै हुन्छ। अनि म समाज सेवा गर्ने मान्छे हो। मेरो काम भनेको समाज सेवा भन्दा अरू काम गर्दिनँ मैले। किनभने कति मानिसहरू धेरैले समाज सेवा गर्छन्। गाउँ गाउँमा, सहर सहरमा समाज सेवा गर्ने मान्छेहरू धेरै छन्। धेरै समाजसेवीहरूले के गर्छन्, समाज सेवा गर्दाखेरि भने घरको काम गरेर फुर्सदको समयमा समाज सेवा गर्छ। अनि मैले चाहिँ घरको काम छैन मेरो, म चाहिँ समाज सेवा मात्र गर्छु। किनभने घरको काम भनेको मैले जागिर खाएको छैन, मैले कुनै व्यापार व्यवसाय गरेको छैन, खेतीपाती गरेको छैन। अनि समाज सेवा मात्रै गरेको छु। र समाज सेवा गर्दाखेरि मैले विज्ञान र प्रविधिलाई प्रयोग गरेर, साइन्स र टेक्नोलोजी भन्ने दुईटा शब्द, साइन्स र टेक्नोलोजीलाई प्रयोग गरेर समाज सेवा गर्छु। अब साइन्स र टेक्नोलोजीलाई प्रयोग गरेर कसरी समाज सेवा गर्ने, धेरैलाई यो कुरा सुन्दाखेरि अब विश्वास लाग्दैन। साइन्स र टेक्नोलोजीलाई प्रयोग गरेर कसरी समाज सेवा गर्ने? पहिलो कुरा त अब भाइ बहिनीहरूले साइन्स पढेकै छ, पढ्दैछ, अहिले पनि पढ्दैछ साइन्स। हरेक कक्षामा साइन्स पढ्छ। त्यो किताबमा पढेको साइन्सलाई चाहिँ एक्सपेरिमेन्ट गरेर, प्र्याक्टिकल गरेर, कुनै कुरा नयाँ कुराहरू बनाएर, ठुलो कुरो बनाउनु पर्दैन, साना साना कुराहरू बनाएर समाजलाई फाइदा हुने चिज बनाउने र समाजको सेवा गर्ने। मैले पनि त्यही गर्छु। गाउँ घरमा बसेर सानातिना कुराहरूको रिसर्च गरेर, इनोभेसन गरेर, नयाँ साना चिजहरूको आविष्कार गरेर त्यो चिजले चाहिँ समाजलाई फाइदा हुने काम गर्छु। अथवा भइरहेकै टेक्नोलोजीलाई पनि प्रयोग गरेर समाज सेवा गरिन्छ। र भाइ बहिनीहरूले पनि भविष्यमा यसरी साइन्स र टेक्नोलोजीलाई प्रयोग गरेर समाज सेवा गर्नु सक्छ। मलाई के कुरा थाहा भयो भने मैले मात्रै सबै कुरा गर्नु सक्दैन। त्यस कारणले भविष्यमा भाइ बहिनीहरू जस्तो युवाहरूलाई पनि चाहिँ त्यो काममा चाहिँ लगाउनु पर्छ भनेर मैले चाहिँ राष्ट्रिय आविष्कार केन्द्र भन्ने एउटा संस्था खोलेको छ। राष्ट्रिय आविष्कार केन्द्र भन्ने संस्था विद्यार्थीहरूको लागि खोलेको, स्कुल पढ्ने, क्याम्पस पढ्ने विद्यार्थीहरूको लागि खोलेको हो। र त्यो संस्थामा आएर भाइ बहिनीहरूले पनि कुनै कुराको रिसर्च गर्न सक्छ, इनोभेसन गर्न सक्छ, कुनै नयाँ कुरा बनाउन सक्छ, नयाँ कुरा आविष्कार गर्न सक्छ। यसरी त्यहाँ चाहिँ अनुसन्धान गरेर, आविष्कार गरेर, कुनै नयाँ कुरा गरेर समाज सेवा गर्न सक्छ।
अहिले भाइ बहिनीहरूले पढ्ने हो, राम्रोसँग पढ, कोसिस गर्दै जाऊ। भविष्यमा पढ्दै जाँदाखेरि कुनै नयाँ कुराहरू, नयाँ आइडियाहरू लिएर तिमीहरू राष्ट्रिय आविष्कार केन्द्रमा आऊ भनेर त्यो निम्ता दिन खोजेको। र अहिले अर्को काममा हिँडेको छ, र त्यो काम भनेको किताब बेच्दै हिँडेको छु। अब यो किताब बेचेर व्यापारी भएको होइन, यो किताब बेच्दै हिँडेर व्यापारी भएको होइन, किताब बेचेर पैसा जम्मा गरेको हो। र बेचेर आएको पैसाले एउटा कारखाना चलाइरहेछ। बिरगन्जमा कारखाना छ, र त्यो कारखाना नयाँ कारखाना होइन, पुरानो कारखाना हो, र मेरो कारखाना होइन। त्यो कारखाना नेपाल सरकारको हो, तर नेपाल सरकारले चलाउन सकेन, बन्द गरिदिएको कारखाना हो। 30 वर्षदेखि बन्द भएको कारखानालाई यो किताब बेचेर आएको पैसाले मर्मत गरेर नयाँ मसिनहरू किनेर अहिले भने जस्तो औजारहरू बनाउँछ। अब त्यहाँ भनेको औजारहरू गाउँमा पनि आउँछ। भाइ बहिनीहरू पनि धेरै जसो यहाँ किसानकै छोराछोरी होला, बाउ आमाले खेती गरेको छ होला। अनि एकजनाले फोटो खिच्दैन न। किन्ने विद्यार्थीको लागि अटोग्राफ गर्ने फोटो खिचिदिनुहुन्छ। मैले पनि एउटा किताब किने, सरले पनि किन्नु भएन, देखाउनु न। ल हामीले नि एक एकवटा सन्त सरकै किताब ल हामी तिनजनाले एक एकवटा किन्यौँ। अरूले पनि किन्नु भएको छ, हामी चाहिँ अगाडि आयौँ होइन। कमल सरले अस्ति बाटोमै किन्नु भएको छ, हामी स्कुलमै किन्यौँ। ठिक छ ल, ब्लग हो होइन। अब महावीर सरसँग अब भेट गर्छ भने एउटा त आउनु परेन होइन, हाम्रो स्कुलमा यत्रो आउनु भएको नि त। ए म त गएछु एकछिन यहाँ ल।